मेरो बाबा फेरि साङसेबुङबाट आउनु भएको छ। उहाँको कर्म चाहिँ यस्तै हो। यो माग्न र धर्मप्रति एकदम कठोर प्रतिबद्ध भएर उहाँले सेवा गरिरहनु भएको छ। यो बाबा चाहिँ अब प्रायः जसो माङसेबुङ बस्नुहुन्छ। माङसेबुङबाट कहिलेकाहीँ आउँदाखेरि यो माङ्गको स्याहार सम्भार सफा सुग्घर वरिपरि फुलहरू रोप्ने काम गरिराख्नुहुन्छ। अहिले यस माङ्गलाई स्थापना कालदेखि उहाँहरूले धेरै माया गर्दै आएकोले गर्दाखेरि उहाँले यो माङ्गलाई अहिलेसम्म पनि यसरी नै माया साथ दिइरहनु भएको छ। कहिलेकाहीँ आउनुहुन्छ, तर यो उहाँले नै यो फुलहरू फुलाइराख्नु भएको छ है। यो फुलहरू उहाँले नै जगेर्ना गर्नुभएको छ। योपालिको अलिक छुट्टै फुलहरू रनमन्न बनाउनुहुन्छ। बुवा योपालि बेला बेला आइराख्नु भएकोले गर्दाखेरि सेवा भनेपछि उहाँको चाहिँ एकदम ठुलो योगदान छ है।